हामीहरू अहिले चाहिँ आइफल टावर भएको ठाउँमा जाँदैछौँ। उहाँ चाहिँ हिँडिराख्नु भएको थिइन्। उहाँ हुनुहुन्छ आइफल टावर हुनुहुन्छ। उहाँको क्यामेरा अलि एकदमै माथि गइरहेछ। अब हामी चाहिँ अहिले फ्रान्समा छौँ। हाई फ्रम प्यारिस। पारी अहिले चाहिँ आइफल टावर भएको ठाउँमा जाँदै यहाँबाट घर हामी बसेको ठाउँबाट एयरबिएनबीबाट नजिक छ र वी आर हेडिङ टुवर्ड्स द फेमस आइफल टावर। हाई, वी आर इन प्यारिस। हामी चाहिँ प्यारिस फ्यासन विकको लागि फ्यासन सो गर्न आएको हो। सो वी ल्यान्डेड यस्टरडे फ्रम युएस। हामी हिजो आइफल टावर टुर गऱ्यौँ। आइफल टावर इज राइट हियर बाई द वे। हाम्रो एयरबिएनबी चाहिँ आइफल टावरबाट इट्स अलमोस्ट लाइक 6 minute वक, सो भेरी नियर। तर आज चाहिँ हामी म्युजियमहरू जान्छौँ। सो वी आर गोइङ फर अ पेरिस सिटी टुर। हामी चाहिँ सानो भ्लग बनाउँछौँ, सबै कुरा गरेको, घुमेको, खाएको, एभ्रिथिङ। सो विल किप यु गाइज पोस्टेड अन द्याट। अनि मैले चाहिँ कति धेरै स्पेकुलेसनहरू सुन्थेँ नि त प्यारिसको बारेमा, राम्रो छैन, फोहोर छ, यस्तो छ उस्तो छ भनेर। अनि आई डोन्ट नो, मेबी लाइक इट रिसेन्टली हेभ बिन चेन्ज। तर अहिले चाहिँ मलाई एकदम राम्रो लाग्यो। आई मिन सबै कुरा सफा छ, ग्रिनेरी छ, स्प्रिङ लाग्न लागेको जस्तो देखिसक्यो अहिलेदेखि नै। अनि लास्ट टाइम पनि हामीले कसको भिडियोमा हेर्दाखेरि चाहिँ यो सबै यो ग्रिन प्लान्ट्स लगाएको एरिया, आई मिन यो घाँस भएको एरियाहरू चाहिँ कस्तो देखिरहेको थियो भने हिलो जस्तो देखिरहेको थियो कि। तर मेबी उनीहरूले अहिले रेनोभेट गरेको होला। अहिले चाहिँ एकदमै राम्रो नै देखिरहेको छ यो कुराहरू। अनि यु क्यान सेयर एक्चुअली आइफल टावर इज राइट देयर। एउटा चाहिँ एकदमै इन्ट्रेस्टिङ फ्याक्ट रहेछ कि आइफल टावरको बारेमा। सो यो आइफल टावर चाहिँ World War I भन्दा अगाडि नै बनेको हो नि त। अनि जुन टाइममा यो बनाएको थियो यसलाई चाहिँ एकदमै अग्ली टावर भनेर चिन्थ्यो अरे कि। सो मान्छेहरूले यसलाई अप्रिसिएट गर्ने भन्दा पनि एकदम नराम्रो, एकदम अग्ली, यसले चाहिँ सिटीको होल ब्युटी नै रुइन गर्यो भनेर भन्थ्यो अरे कि। सो ड्युरिङ वर्ल्ड वार यसले चाहिँ रेडियो ट्रान्समिसनको काम गर्थ्यो अरे। सो आफ्टर सम टाइम लाइक पिपल स्टार्टेड एक्नोलोजिङ हाउ गुड द आर्ट इज, कति गाह्रो गरेर बनाएको छ भनेर पिपल स्टार्टेड एप्रिसिएटिङ इट मोर रे के। अनि त्यसपछि चाहिँ आइफल टावर लाई चाहिँ अब अहिले 8 wonder अफ द वर्ल्डमै चिनिन्छ। इट्स आइकनिक। I mean, everyone know about Eiffel Tower. It's very iconic. रियलमा हेर्दाखेरि पनि मलाई चाहिँ, I mean, maybe because I really love history and art, मलाई चाहिँ एकदमै राम्रो लागिरहेछ। मलाई चाहिँ एकदमै रमाइलो लाग्यो। हिजो राति हामी यो बत्तीहरू बलेको बेला पनि आएको थियौँ। सो नाइट भिजन वाज अमेजिङ। वी विल कम टुडे अगेन। सो हामी बेलुका कस्तो देख्छ भनेर पनि देखाउँछौँ हजुरहरूलाई। ओके, बाई फर नाउ। Bonsoir, santé। अब हामी खान जाउँ है, ब्रन्च गर्न। मलाई चाहिँ प्यारिसमा एकदमै one thing I love is brunch। मलाई चाहिँ I love everything about French breakfast, French toast, crepes, croissant, like सबै कुरा मनपर्छ। So we are going in a cafe now। हामी के खान्छौँ भनेर हामी देखाउँछौँ है त। Let's go। कताबाट जाने? यताबाट त्यो पारीकोमा जानु पर्ला है। यताबाट जाउँ ल।
कस्तो यहाँ यो जेब्रा क्रसिङ छ तर लाइट चाहिँ छैन रहेछ है होइन जेब्रा क्रसिङबाटै हामीहरूको ब्रेकफास्ट गर्ने ठाउँ आयो है मुजो हाई थ्याङ्क यू What do you want to drink? Just get water. Mimosa, small or medium? Medium. Yes. के खाने तिमी म त जुस खान्छु म्याङ्गो जुस खान्छु तिमी के खान्छौ म चाहिँ एउटा मिमोसा गरेँ ओके ओ माई गड तर तिमीलाई थाहा छ मिडियम मिमोसाको त 26 युरो अरे कि द्याट्स अ लट मैले मिडियम गरिहालेँ तर ठिक छ ठिक छ इट्स ओके इट्स अलराइट त्यही भएर मैले तिमीलाई सोधेँ Let's do cheers. यो एल्कोहल त होइन नि Mango juice हो मेरो चाहिँ मिमोसा हो Wow, so refreshing. Our food is here. मैले चाहिँ के खाइरहेको छु भने बनाना न्युट्रेला क्रैप अनि उसको चाहिँ समथिङ विथ salmon and then garlic bread. स्पेसल So I'm super hungry, very hungry and very excited to eat crab. मेरो चाहिँ French breakfast चाहिँ बेस्ट नै हो कि मलाई एकदमै मनपर्छ सो लेट्स सी फ्रेन्चमा आएर फ्रेन्च ब्रेकफास्ट खाँदाखेरि कतिको मिठो हुँदो रहेछ Good. Okay. Time for us to Amazing. have our food. अनि अब हामी कहाँ जान्छौँ त्यसपछि कहाँ जाने Louvre. Okay. See you in Louvre Museum. So हामी चाहिँ अहिले लुभ म्युजियममा आयौँ कस्तो बवाल रहेछ मान्छेहरूले हामीलाई ब्लगर भन्ने सोचिरहेको होला ब्लगर चाहिँ होइन जस्ट trying to record our memory भनौँ न कस्तो बवालकै आर्किटेक्टहरू हेर न ओ माई गड यो अहिलेको हो त यो यति अगाडि बनाएको कुराहरू हो कि फेरि Ooh.
त सधैँ टिभीमा देखिरहेको हुन्थ्यो है अहिले त लाइभ देख्दाखेरि कस्तो लाग्दो रहेछ कि एम आई रियली हियर भने जस्तो बवाल रहेछ तर है यो चाहिँ वर्ल्डमै मोस्ट फेमस म्युजियम भन्दा पनि हुन्छ यहाँ चाहिँ मोनालिसाको आर्टहरूदेखि लिएर एकदमै धेरै प्रिसियस आर्टहरू वर्ल्ड फेमस आर्टहरू अनि एकदम एक्सपेन्सिभ कुराहरू जस्तो अस्ति भर्खरै ज्वेलरी हराएको थियो नि यहाँबाट चोरेको थियो नि त्यो पनि यही म्युजियमबाट हो चाहिँ मोस्ट प्रेस्टिजियस तर कस्तो बवाल रहेछ नि त है दामी बनाएर रहेछ क्या यिनीहरूले अरूभन्दा नि आर्किटेक्ट हेर न यो अहिलेको हो त यो धेरै वर्ष पुरानो हो नि त खतरै लाग्दो रहेछ क्या देख्दाखेरि आर्किटेक्ट चाहिँ युनिक है बवाल रहेछ टिकट चाहिँ कहाँबाट लिने रहेछ यहाँ हामीले चाहिँ टिकट नलिकन आयौँ यहीँ आएर लिउँला भनेर पाउँछ होला यही लिनलाई म्युजियमभित्र पनि हाई त्यहाँ उभिएर खिच्दाखेरि चाहिँ त्यो यस्तो टुप्पो समातेको जस्तो देख्ने खालको भिडियो फोटो आउँछ है मान्छेहरूको यहाँ खिच्दो रहेछ कि ठिकै छ उनीहरूलाई खिच्नु दियो फर्स्टमा म्युजियमभित्र आयौँ होइन यहाँभित्र आउँदाखेरि चाहिँ टिकट खै लाग्छ मेबी यहाँ तल किन्ने ठाउँ छ होला तर हामी चाहिँ टिकटै नलिकन भित्र छिर्यौँ यहाँ चाहिँ कस्तो बवाल रहेछ नि त बुढी हेर न टिकट त्यहाँ रहेछ हौ ओके टिकट काउन्टर चाहिँ तलै रहेछ है यो भित्रैबाट पनि लिन मिल्दो रहेछ इन्फर्मेसन सेन्टर त्यहाँ रहेछ क्याफेज रहेछ सबैतिरबाट भित्र आउने इन्ट्रान्सहरू पनि रहेछ तर बवाल बना है ठाउँ त टिकटमा जाने भित्र म्युजियम जानु पर्यो नि मोनालिसा हेर्नु पर्यो फ्रान्स आएर मोनालिसा हेरेन भने त के गर्ने मोनालिसा Oh, we can get from here. So how many? You have phone? No. Huh? So what you can do is translate this in Google because we don't know English, right? के गऱ्यौँ त्यहाँनिर होइन फ्रान्समा आउँदो रहेछ अनि पछि इङ्ग्लिसको अप्सन पनि रहेछ कि अनि एउटा एकजनाको टिकटको चाहिँ 32 युरो लाग्दो रहेछ हामी चाहिँ अभियसली दुईजनाको लागि लियौँ अनि टिकट चाहिँ उताबाट सिधै लिन मिल्दो रहेछ कि किन यस्तो भइरहेछ यो Is this supposed to be सीधा? Okay, now. तिमीले समातेको नभएर होला यसरी सिधा समात्ने गर के ओके
अब हामी म्युजियमतिर जाउँ है इन्ट्रान्स यता लेखाएको छ कता छ इन्ट्रान्स कहाँ छ त म्युजियमको होइन माथि तलै छ यता होला चारवटा टिकट किन आयो चारवटा टिकट किन आयो कि दुईटा हो एक्स्ट्रा होला त्यो होइन के हो यो €6 है अडियो गाइड कहाँ छ इन्ट्रान्स अडिटोरियममा जाने भनेको छ हेर त्यहाँ टिकटमा के ल्याएर त्यो अर्को के अडिटोरियमको हो टिकट देखाउन पर्दैन Hi, where is entrance? This one? Okay. भइस हामीलाई चाहिँ यो अडियो दिँदो रहेछ इङ्ग्लिस भाषा बुझ्नेहरूको लागि अनि यसमा के यो दिएछ मेबी भित्र गएर बजाउनु पर्छ होला अनि के छ यहाँ भनेर भन्छ होला सायद आई डोन्ट नो के भन्दो रहेछ म सुनाउँछु एकछिनमा है सो भिड त्यति धेरै त छैन किनभने यो अफ सिजन रहेछ एक्सक्युज मी सरी बट स्टिल भिड नै छ है कत्रो रहेछ नि त यो त भित्र अन्डरग्राउन्ड हो जस्तो है Louvre. सुन क्या बवाल रहेछ कि अन्डरग्राउन्ड यस्तो खतरा हामीलाई चाहिँ यस्तो खालको हेडफोन दिएको छ होइन अनि त्यसमा चाहिँ के हुँदो रहेछ भने यस्तो यो जुन हेर्दैछौँ त्यसको नम्बर हाल्यो भने चाहिँ इङ्ग्लिसमा एक्सप्लेन गर्दो रहेछ कि त्यसको त्यो भने के हो भनेर पुरा अन्डरग्राउन्ड के यस्तो कुन नम्बरको बुझ्न मन छ त्यो यहाँ नम्बर हाल्नु अरे अनि भन्छ अरे यिनीहरूले 1200 there is no audio track associated with it. What there is no this was built by 1180
त्यो पनि छैन यस्तो रहेछ क्या यसको लेआउट क्या ठुलो कपाल रहेछ हामी चाहिँ कहाँ छौँ भने ऊ त्यो ट्रायङ्गल जस्तो छ नि त्यो ट्रायङ्गल जस्तोको भित्र छौँ कि कत्रो चाहिँ रहेछ हेर न किङ चार्ल्सले पछि गरे रहेछ नि त रेनोभेट गरे रहेछ कपालै रहेछ भयो यहाँ खिच्ने हो न अहिले ल यस्तो जिउ दुखे जस्तो भएको छ यो अडियो नचाहिने भारी बोकाएर भारी बो oh my god WTF हाय त्यो त बवालै रहेछ के यस्तो अन्डरग्राउन्डमा होइन यस्तो बवाल बनाएको छ खुसी नै नम्बर कति हो यसको टप सेन्ट्रल भनेर छ नम्बर लेखेको 340 बज्यो त एक्चुअल आर्ट हो रे यो लाइमस्टोनबाट बनाएको समात्छ अब म यहाँ 340 गरेर प्ले गरेँ है एलेक्जेन्डर द ग्रेटले बनाएको स्टोरी रहेछ यहाँ चाहिँ अडियो सुनेर भन्दैछु
touch. कस्तो खतरा के यसको टाउको खै कति नम्बर 345 345 King Sally? There is no audio track. हामी चाहिँ मोनालिसा खोज्दै हिँडिरहेछौँ कस्तो बवाल के यो भित्र नेक्स्ट लेभल छ सबै कुरा पेन्टिङ भएको सेक्सन आइपुग्यौँ हामी मोनालिसाको चाहिँ यहाँबाट भित्र रहेछ यस्तो पपुलर होला कि होइन यो मोनालिसाको पेन्टिङको लागि भनेर मान्छेहरू सेपरेट सेक्सन बनाइदिएछ कि कस्तो पपुलर होला नम्बर कति हो कस्तो इन्सेन पेन्टिङ के
रियल लाइफ जस्तै छ ल यो पेन्टिङ त लाइक रियालिटी जस्तै के नम्बर कति हो यसको 3 कति 714 714 तो रियालिटी जस्तो पेन्टिङ कस्तो बवाल यो पेन्टिङहरु त लास्ट बवालै रहेछ साच्चै जस्तो This is crazy. Insane. Wow. कस्तो रियल पेन्टिङ के हुन्छ नि एक्चुअल मान्छे उभिरहेको जस्तो देखिरहेको छ त्यहाँ बवाल रहेछ मोनालिसाको भित्र होला मोनालिसा भित्र छ I thought that was Mona the front one Piacerebbe che stessi tanti ore da sola. Je sais pas ce que tu veux dire, donc tu vas pas me demander. Là, quand t'es tellement riche.